YouTube च्यानल ब्लग भनेको मामु हामीलाई पनि सब्स्क्राइब गर्नुस्, माया गर्नुस्। यहाँ मैले फर्स्ट टाइम निकाल्दैछु, अलिकति अप्ठ्यारो महसुस पनि भइरहेछ। अनि यहाँ भान्ता छ, यसमा मैले पुदिना रोपेको छु। यो धेरै स्वास्थ्यको लागि राम्रो हुन्छ भनेर सुनेको, त्यही भएर फुल छ। यता खोर्सानी रोपेको छु। अनि यता सबै बोट बिरुवाहरू, सुन्तला, स्याउ, अनार यसमा बिउ बिजन राखेको छु। यहाँ मामुले खाजा खाँदै हुनुहुन्छ अनि बहिनी छोरी उता खाँदै हुनुहुन्छ भित्र। यता मकै, हाम्रो मकैबारी। यता म बसेर भ्लग गरिरहेको। हामीलाई पनि सब्स्क्राइब गर्नुहोस् हजुरहरू। हजुर आऊ हजुर आऊ हजुर। लसुन मामुले सुकाउनु भएको छ, कुहे जस्तो भएछ। अनि धोएर मजाले सुकाउनु भएको छ यहाँनिर। यहाँ चाहिँ हामी तरकारीमा अलिअलि हालेर खाँदै गरिरहेको छौँ। भान्ता फल्नु थालिसक्यो, भर्खर मसिनो मसिनो छ। हजुर मामु। यता कान्छी बहिनी आउँदै हुनुहुन्छ खाजा नास्ता गरेर। छोरी छोरी खै त? हाम्रो यता हाम्रो बसाइ चाहिँ चाँदीको घरमा हो होइन। कहिलेकाहीँ यो पनि सङ्घर्ष हो नि त। हाम्रो घर त पहाडमा छँदैछ नि, माइतीहरूको घर, हाम्रो घर। अनि यहाँ त यसो बस्ने मेलो चाँदीको घरमा होइन त। हाम्रो कान्छीको यो रुम यता चाहिँ मेरो। हजुर यता मामुले खाजा पास्ता खानुभएको। मामु चम्चीले खानुहोस् न, चम्चीले। अनि यता चाहिँ भाइको मामुको रुम। अनि यता हाम्रो आलु यति फलेको छ। अनि यहाँ लसुन मामुले डेकोरेसन मिलाएर मजाले सुकाइराख्नु भएको छ। यो ड्रममा चाहिँ सबै चामल, मकै, वासिन मामुले राख्नु भएको छ। यहाँ चाहिँ मुसा धेरै आउँछ, मुसाले पाल पारिदिन्छ भनेर। अनि यता हाम्रो सिस्नो यहाँनिर मामुले मजाले गोडेर यस्तो पलाएको छ। यसले गोड्नु भएको अस्ति भर्खरै। यहाँनिर मैले भान्टाको बिउ ल्याएर रोपेको, उता लगनफुलबाट पानीले गर्दा सर्दै सरेन। खोर्सानी, यताको खोर्सानी चाहिँ सली बहिनीको बिहे थियो। गाउँ जाँदाखेरि भदैले पानी नखन्याएर खोर्सानी सबै बिउ नष्ट भएछ। यति रोपेको मात्र बाँचेछ। यति पनि राम्रो फलेकै छैन झरीले गर्दा। मैले यो पात फाल्नुपर्छ भनेर नानाले टिकटकमा हाल्नु भएको थियो। अनि मलाई भन्नुभएको थियो पछि पनि। अनि मैले पनि पात टिपेर यसरी सुर्काइदिएको छु। सबै फुर्का फुर्का त्यो मात्र खोर्सानीको मात्र राखेको छु। त्यो त पुरा सास त उबाटै पातबाटै फेर्छ, अलिकति राख्नुपर्छ भनेर अलिकति राखेको छु। अनि हाम्रो यता त मकै हो। मकै आलु निकालिसकेपछि मैले छरेको। यता चाहिँ अलिक पछि छरेको, यता चाहिँ अलिक छिटो छरेको। यता चाहिँ खाने बेला हुनु लाग्यो। तर धेरै बाक्लो राखेको छु। के बाक्लो राखेर सानो घोगामा लागिरहेछ। अलिक पातलो राख्नुपर्ने रहेछ। बिच त खासै ठुल्ठुलो छ, मसिनो मसिनो छ। अलिक ठुल्ठुलो हुन्थ्यो होला, अलिक पातलो राखेको भए। ओडा पनि यही टोखा भदैनी। यो चाहिँ हाम्रो किचन भदैनी।
हाम्रो किचन हो यता मामा हुनुहुन्छ